नमस्ते सम्पूर्णमा यो भिडियो खास गरेर 1 to 5 सम्म इंग्लिश पढाउने टिचर्सको लागि हो। यो भिडियो हेरेर अन्यथा नलिनु होला किनभने यही वेबमा पढाइरहनु भएको छ जस्तो मलाई लाग्छ र यदि यो वेब युज गरेर पढाइरहनु भएको छैन भने कृपया यो भिडियो हेर्नु होला। हामी विद्यार्थीहरूलाई के गर्छौं जब हामी आर्टिकल्सको कुरा गर्छौं, जब हामी आर्टिकल्स पढाउँछौं विद्यार्थीहरूलाई, हामी ती विद्यार्थीहरूलाई एउटा जुन हाम्रो रट्टाको एउटा कन्सेप्ट छ नि, केही लेटर्सहरू हामी दिन्छौं पढ्नको लागि अर्थात रट्टा गर्नको लागि। दिज आर भावेल लेटर्स भनेर, दिज आर कन्सोनेन्ट लेटर्स भनेर हामी ती विद्यार्थीहरूलाई रट्टा गराउँछौं। तर हामीले के बुझ्नुपर्छ भने नि, लेटर्सले कहिले पनि म्याटर गर्दैन। जब ए र एन हामी फिल अप गर्छौं इन द ब्लैंक्स, तो लेटर्सले कहिले पनि म्याटर गर्दैन। लेटर डज नट म्याटर, साउन्ड म्याटर्स हियर। लेटर अब हेर्नुस्, जब हामी युरोपियनको कुरा गर्छौं नि, यीबाट तो वर्ड स्टार्ट भएको हो, तर पनि हामीले तो ए युज गर्नु कारण छ। कारण चाहिँ के? तो लेटरले त्यहाँनिर म्याटर गरेको छैन। त्यहाँनिर केले म्याटर गरेको छ? साउन्डले। के त? साउन्डले म्याटर गर्दो रहेछ क्या। त्यसकारणले हामी विद्यार्थीहरूलाई जुन रट्टा गराउने जुन हाम्रो बानी छ, तो बानी आजैबाट छोड्नु होला। यो भावेल लेटर्स हो, कन्सोनेन्ट लेटर्स भने कहिले के नलेज दिन सकिन्छ भने नि, हाम्रो अल्फाबेटमा 26 वटा लेटर्सहरू हुन्छन्। सक्छौं 26 वटा लेटर्स छन् एन्ड अमंग 26 लेटर्समा 5 वटा भावेल लेटर्सहरू हुन्छन् र 21 वटा के हुन्छन् त कन्सोनेन्ट लेटर्स भने त्यो मात्रै कन्सेप्ट दिनु हामीले। फेरि त्यो ती विद्यार्थीलाई हामीले भन्ने हैन, भावेल लेटर्स आयो भने हामीले एन युज गर्नुपर्ने हुन्छ र कन्सोनेन्ट लेटर आयो भने हामीले यो कन्सेप्ट नदिनु होला है। त्यसको सट्टा के त हामीले ती विद्यार्थीहरूलाई एउटा कन्सेप्ट दिनुपर्छ र ती कन्सेप्ट के हो त? ती कन्सेप्ट्सहरू साउन्ड्स हुन्। साउन्ड्स भने छ र अर्को हाम्रो के हुन्छ त कन्सोनेन्ट साउन्ड हुन्छ, जुन हामी लेटर्स भन्छौं नि, कन्सोनेन्ट लेटर्स र भावेल लेटर्स। त्यसैगरी नै ती विद्यार्थीलाई हामीले के भन्नुपर्ने हुन्छ? भावेल साउन्ड्स अनि त्यसपछि के अरे कन्सोनेन्ट साउन्ड्स भनेर हामी विद्यार्थीहरूलाई बुझाउनु पर्ने हुन्छ। त्यसरी पनि यदि विद्यार्थीहरू बुझेनन् भने अझै हामीसँग एउटा उपाय छ। त्यो उपाय चाहिँ के छ भने नि, त्यसलाई चाहिँ विद्वानहरूले त्यो प्रोसेस नै रङ हो भन्छन्, त्यो कन्सेप्ट नै रङ हो भन्छन्। हो, साँच्चीकै यो कन्सेप्ट रङ हो, तर पनि हामीले विद्यार्थीहरूको लागि बुझाउनको लागि केही न केही हदसम्म हामी जान्नै पर्ने हुन्छ है। क ख ग को कन्सेप्ट दिनु होला भनेको क ख ग घ। यदि ती साउन्ड्सहरूबाट वर्ड्सहरू स्टार्ट भएका छन् भने ती साउन्ड्सको अगाडि हामीले ए युज गर्नै पर्ने हुन्छ। त्यो कन्सेप्ट दिनु होला। के त? क ख ग घ को कन्सेप्ट दिनु होला कृपया। र यदि अ आ इ जुनबाट वर्ड्सहरू स्टार्ट भएका छन् भने ती वर्ड्सको अगाडि एन युज गर्नु होला भन्ने कन्सेप्ट दिनु होला, जसमा री हटाइदिनुस्। री हटाइदिनुस् त्यहाँबाट है। री जब आर्टिकल्स पढाउनुहुन्छ, जब अ आ इ व्हाइट बोर्डमा लेख्नुहुन्छ, री चाहिँ हटाइदिनु होला है। भनेको तपाईले र आयो, त्यसमा हामीले युज गर्ने पर्ने हुन्छ। तर विद्यार्थीलाई हामीले के कन्सेप्ट दिएका छौं त? अ आ इ बाट कुनै पनि लेटर बिलोङ गरेको छ भने तिल वर्ड स्टार्ट भने ती वर्ड्सको अगाडि हामीले एन युज गर्ने पर्ने हुन्छ। हामीले त्यो कन्सेप्ट दिइसकेका छौं विद्यार्थीहरूलाई। त्यसकारणले अ आ इ, इफ यु राइट अन द व्हाइट बोर्ड, प्लिज रिमुभ व्हाट? री। त्यहाँबाट री हटाइदिनु होला है। र बाट वर्ड्सहरू स्टार्ट भएका छन् भने एन युज गर्ने पर्ने हुन्छ। त्यो कन्सेप्ट दिनु होला। क ख ग घ कुनै पनि लेटर आएको छ भने
त्यसको अगाडि हामीले के युज गर्ने पर्ने हुन्छ, युज गर्ने पर्ने हुन्छ। यो कन्सेप्ट दिनु होला विद्यार्थीहरूलाई। फेरि मैले भने कि विद्वानहरूले त्यो रङ कन्सेप्ट भन्छ है, त्यो बुकमा पनि मेन्सन गरेको देखिँदैन, पाइँदैन। सो तर हामी विद्यार्थीले बुझाउन सक्छौँ यो कन्सेप्ट गरेर। र जब हामी अब अर्को कन्सेप्टतिर जान्छौँ, त्यो कन्सेप्ट रहेको छ प्रोनाउन्सिएसन। आई हेभ अलरेडी टोल्ड यु द्याट जब आर्टिकल्सको हामी कुरा गर्छौँ, आर्टिकल्समा लेटरले म्याटर गर्दैन, लेटरले म्याटर गर्दैन, प्रोनाउन्सिएसनले म्याटर गर्छ। त्यहाँनिर लेटर डज नट म्याटर, प्रोनाउन्सिएसन म्याटर्स हियर भनेको मैले भनिसकेँ। क जस्तै ख्याट, ख्याटको फर्स्ट क न आयो, सो त्यो क्याटको अगाडि हामीले ए युज गर्ने पर्ने हुन्छ भन्नु होला। जब हामी आन्ट, आन्टको हेर्नु त, आन्टको फर्स्ट लेटर आ न आयो र त्यो लेटर आ जुन छ नि त्यो अ आ ईबाट आएको छ क्या। त्यो भयो एउटा कन्सेप्ट। र अर्को कन्सेप्ट के भयो हाम्रो प्रोनाउन्सिएसन। व्हाट इज द प्रोनाउन्सिएसन अफ द्याट वर्ड आन्ट, आन्ट। त्यो प्रोनाउन्सिएसन जुन हामी प्रोनाउन्स गर्छौँ नि वर्ड, द्याट म्याटर्स। लेटर्स डु नट म्याटर हियर, what pronunciation matters, कृपया pronunciation matters, letters do not matter। त्यो कन्सेप्ट नबुझाउनु होला विद्यार्थीहरूलाई। एउटा म एक्जाम्पल दिन चाहन्छु। जब हामी लेटर्सको कुरा गर्छौँ, हेर्नु त, हेर्नु त यो के हाम्रो, व्हाट इज द फर्स्ट लेटर अफ युरोपियन। तर विद्यार्थीलाई हामीले के कन्सेप्ट दिइसकेका छौँ, भावेल लेटरबाट यदि कुनै पनि वर्ड स्टार्ट भएको छ भने बिफोर द्याट वर्ड हामीले एन युज गर्ने पर्ने हुन्छ। तर द्याट डिड नट म्याटर हियर एन्ड द्याट डज नट म्याटर हियर आइदर। यो म्याटर तपाईँलाई के, यो लेटरले म्याटर गरेको छैन। यहाँनिर के, यहाँनिर तपाईँलाई प्रोनाउन्सिएसनले म्याटर गर्छ। यो वर्डको प्रोनाउन्सिएसन के त युरोपियन, नो, यो वर्डको प्रोनाउन्सिएसन भनेको युरोपियन हुन्छ क्या। युरोपियन हुन्छ भनेको यबाट स्टार्ट भएको छ। र यो य कहाँ पर्छ त, अ आईमा पर्छ कि क ख ग मा पर्छ, क ख ग मा पर्छ, त्यसरी पनि बुझाउन सकिन्छ। र यो वर्डको साउन्ड चाहिँ के भयो हाम्रो, युरोपियन भयो। के त युरोपियन। व्हाट इज द प्रोनाउन्सिएसन अफ दिस वर्ड, युरोपियन। अब अर्को कुरा आइपुग्यो, जस्तै हामीले यो तपाईँहरूको लागि धेरैको लागि न्यू वर्ड हो होला, यो त्यसलाई हामी कन्फ्युज हुन्छौँ। व्हाट इज दिस, यो चाहिँ एउटा फिमेल सिप भयो है, फिमेल सिप भयो। तो यसको प्रोनाउन्सिएसन भनेको नि हामी अफन मिस्टेक, धेरै विद्यार्थीहरूले यो वर्डलाई प्रोनाउन्स गर्न जान्दैनन्, गरे पनि मिस्टेक गर्छन्। तर सुन्नु होला, यो वर्डको प्रोनाउन्सिएसन भनेको नि ई चाहिँ यहाँनिर साइलेन्ट भएको छ है। तर पनि ई साइलेन्ट भएको छ भने नि धेरैले प्रोनाउन्स गर्छ वी गर्छ। तर नो, वी पनि यसको प्रोनाउन्सिएसन हुँदैन। त्यसको प्रोनाउन्सिएसन भनेको यु हुन्छ। यु, तो यु भयो, यु। अब हेर्नु, यु भनेको के भयो त हाम्रो य न भयो, यो हो कि न भन्नु त। यो य चाहिँ कहाँबाट आएको छ, अ आ ईबाट आएको छ कि क खबाट आएको छ भनेको यो चाहिँ क खबाट आएको छ। त्यसरी पनि हामी कन्सेप्ट दिन सक्छौँ। यसरी बुझ्न सक्यौँ भने यसको प्रोनाउन्सिएसन के त, यो वर्डको प्रोनाउन्सिएसन के त यु, यु। सो यसको अगाडि हामीले के लेख्नुपर्ने हुन्छ, अ लेख्नुपर्ने हुन्छ, ए लेख्नुपर्ने हुन्छ। बुझौँ हामी के बुझ्नु भयो त। लेटर डिड नट म्याटर हियर, लेटर डिड नट म्याटर हियर, वाट म्याटर्ड हियर, वाट प्रोनाउन्सिएसन, प्रोनाउन्सिएसन म्याटर्स एन्ड हियर म्याटर। जब हामी अनेस्टको कुरा गर्छौँ, विद्यार्थीहरूले अफन यहाँनिर फिल गर्छ के त, फिल गर्छ। त्यो प्रोनाउन्सिएसन बच्चाहरूलाई धेरैलाई यस्ता किसिमका प्रोनाउन्सिएसन जब साइलेन्ट लेटर्सबाट वर्ड्सहरू स्टार्ट भएको देखिन्छ, ती विद्यार्थीहरू हामी पनि कन्फ्युज हुन्छौँ। तर हाम्रो के छ त, रेगुलर प्र्याक्टिस छ, रेगुलर न प्र्याक्टिस छ हाम्रो। सो रेगुलर प्र्याक्टिसको कारणले हामी यस्ता वर्ड्सहरू मिस्टेक गर्दैनौँ। वी डु नट मेक मिस्टेक्स दियर। सो यो चाहिँ अनेस्ट भयो। तर विद्यार्थीहरूले के फिलअप गर्छन् त्यहाँदेखि ए गर्छन्, किनभने त्यो विद्यार्थीले के पढेको छ त,
ती विद्यार्थीलाई के पढाइएको छ त, ती विद्यार्थीहरूलाई एच भनेको कन्सोनेन्ट लेटर र भावल लेटर गरेर पढाइएका छन्। सो विद्यार्थीले त्यहाँनिर के गर्छ त, मेक मिस्टेक। सो यो रङ भयो। अब यसको प्रोनाउन्सिएसन गर्दाखेरि अनेस्ट हुन्छ। एच चाहिँ के भयो त, हाम्रो साइलेन्ट भयो। सो अनेस्ट भयो क्या यहाँनिर। सो यहाँनिर हामीले एन युज गर्नै पर्ने हुन्छ। त्यो हामीले विद्यार्थीहरूलाई कन्सेप्ट दिनुपर्छ कि लेटरले म्याटर गर्दैन, साउन्डले म्याटर गर्छ।